चाहिँ म हजुरहरूलाई पकोडा बनाएर देखाउँदैछु। मैले अगाडिको भिडियोमा टोफु बनाएको थिएँ र त्यो टोफु बनाउँदाखेरि भटमासको बाँकी रहेको यो छोक्रामा यसरी अलिकति बेसन अनि यो प्याज, गोलभेडा, धनिया अनि यो कोरेको आलु र अदुवा लसुन हालेर यसमा स्वाद अनुसारको नुन मसला हालेर अब म पकोडा बनाउँछु है त। यसरी यसमा थोरै जिरा धनियाको धुलो, ठुलो खुर्सानी, स्वाद अनुसारको नुन यो सबै हालिसकेको छु मैले। अब यसलाई राम्रोसित मिक्स गर्ने। यसरी यो मिश्रण तयार भयो। अब यसलाई हातले सानो सानो गोलो बनाए पनि हुन्छ अथवा यही चम्चाले नै यसरी चम्चाको सहायताले सानो सानो बनाउँदै कराईमा तेल तताएर यसलाई पकोडा बनाउने। अब यसरी तेल तातेपछि सानो सानो गोली जस्तो बनाउँदै हाल्ने। यसरी बनाएको पकोडा असाध्यै मिठो हुन्छ। यसरी अलि कलर ब्राउन भएसम्म यसरी तार्ने पकोडालाई। यसरी हाम्रो पकोडा तयार भयो। हेर्नुस् त मैले पकोडा रेडी गरे। अब यो पकोडालाई धनिया र पुदिनाको चटनीसित खाँदा पनि हुन्छ, सससित टोमेटो केचपसित खाँदा पनि हुन्छ। आफ्नो इच्छा अनुसार यस्तो मिठो अनि क्रिस्पी पकोडा तयार भयो। मैले त आज बनाएँ, अब हजुरहरू पनि बनाएर हेर्नुस् है त।